जय मसी मेरो युट्युब साथीहरू, तपाईँहरू के कसो हुनुहुन्छ? म पनि सन्चै छु। अनि आज चाहिँ म मर्निङ वकमा निस्केको छु। अनि हाम्रो घरको यो गुल्मा स्टेसन भन्छ साथीहरू। यस्तो छ, भगवान हेर्नुहोस्, यस्तो चाहिँ यो चाहिँ बिहानको नजारा हो साथीहरू। अरू बेला त आउनु पाउँदिनँ। अरू बेला त अब बिहान उठ्यो, खाना पकायो, घरको सरसफाइ गरेर यो मेरो यो घरको पनि आएको छ। यो म सँगसँगै हिँड्छ। अर्को पनि ऊ अगाडि हिँड्दैछ साथीहरू घरको। अनि यो चाहिँ स्टेसन हो, सानो यो स्टेसन। जक्सनबाट आउँदाखेरि सानो स्टेसन पर्छ। यो चाहिँ गुल्मा स्टेसन पनि भन्दैन, तर खोइ के भन्छ यसलाई थाहा भएन हौ साथीहरू। अहिले चाहिँ भर्खर एउटा ट्रेन गयो। अन्त अब अहिले चाहिँ म अघि कति 4:30 बजी आएको छु। स्टेसन यस्तो छ, नजारा है यस्तो छ है, यस्तो छ। त्यसको बादमा चाहिँ बगान यस्तो छ साथीहरू, बिहानको नजारा। यो चाहिँ गाई बगानमा काम गरेको यो हुन्छ क्वार्टरहरू। यस्तो छ साथीहरू। अहिले बिहान चाहिँ धेरै मान्छेहरू हिँड्छ बगानमा बिहानको। अन्त भिडियो पनि अलिक लामो हुन्छ होला, त्यही भएर साथीहरू तपाईँहरूलाई देखाइदिएको। ओह, मेरो कान ठाडी हिँड्दैछ भनेर मलाई चाहिँ ल्याएन भने साथीहरू। मेरो शेर आउँदैछ यहाँ। यस्तो छ साथीहरू हाम्रो घरको छेउको यो गुल्मा स्टेसन भन्छ है साथी, गुल्मा बगान भन्छ है साथीहरू, गुल्मा बगान भन्छ। अनि म धेरै लामो हुन्छ होला भिडियो, म फेरि एकछिनपछि एकछिनपछि अर्को भिडियोमा देखाउनेछु।